यस्तो होटल आउँदा पनि हप्प परेको अनुहार लाग्यो अलि हँसिलो खुसिलो अनुहार लाउ न हाँसिरहनु सबै मान्छेले हेर्दा पनि बुढीले जबरजस्ती कर गरेर ल्याए जस्तो हाँसु न अनि के खाने भन्नु त मेरो त पेट ढुस्स भएको छ बिहानदेखि मलाई खासै केही खान पनि मन छैन हौ भएको मान्छेले यहाँ के खाएर आएको त यहाँ हेर न यहाँ त मटन फ्राई 1000 मटन सेको 1000 मटन चिल्ली 1100 के खाने तपाईँ दही चिउरा खानुपर्छ होला हौ अलि राम्रो पनि हुन्छ असार 15 हो र यहाँ दही चिउरा खान आउनुभएको तपाईँ मान्छेले सुन्दा पनि यहाँ अर्को पनि छ त यहाँ राम्रै छ त यहाँ राम्रै रह त यहाँ आएर के छ त यहाँ ए सुक्खा रोटी र तरकारी 80 रुपियाँ ए चना र चिउरा 70 रुपियाँ यो यता चाहिँ गरौँ न अलिकति स्वास्थ्य पनि हुने राम्रो पनि हुने यो मासु खासेर आउनु कुरो पनि होइन क्या आजकल मान्छे सबले छोडिदिनु सक्यो यस्तो लोभी मान्छे होटल आउँदा नि लोभ गरेर बस्नुहुन्छ तपाईँ बल्ल बल्ल ल्याउनु भएको छ बिहे गर्दाखेरि एकचोटि अहिले पनि यहाँ लोभ गर्नुहुन्छ क्यान्डल लाइट डिनर भन्दैछ अनि बालेर चाहिँ अब क्यान्डल लाइट बाल्ने दही चिउरा खाने जाने क्या कसले देख्छ त त्यही त क्यान्डल लाइट बाल्ने दही चिउरा खाने तपाईँलाई लाज लाग्दैन अलिकति खाएको नहाल्न फोटो होटलको मात्र हाल्न जान मान्छे हामी चाहिँ अनि आज रमाइलो होटलमा भन् अनि त्यही त यहाँ मान्छे सबैले देख्दैन यहाँ क्यान्डल लाइट बसेको छ त मुनि अनि दही चिउरा खाने मान्छेको अगाडि घरमा त पत्तो म यहाँ चिमटेर नि तपाईँको चाँडो के खाने भनिहाल्नु है अहिले राम्रो राम्रो के खाने भन चाँडो राम्रो चिज के त भन्नु त नि म त यो मटन चिल्ली खान्छु 1100-1200 रुपियाँ मटन चिल्ली भनेको त खोर्सानीमा मासु हाल्ने त्यो त मटन चिल्ली हो क्या खोर्सानी अनि मासु यहाँ 1 प्लेट आउने उसको दामले उहाँ घरमा अब 2 केजी नै आउँदो रहेछ उति ल्याएर खाउन बरु भन्दा मिलाएर सबै परिवारले पनि खाने धेरै पनि हुने भोलिपल्ट बिहानलाई पनि पुग्ने हेर त 1100 अहिले त 2 केजी आएन र कुखुरो त्यसो गरौँ न यहाँ त्यसो चिरुप्पसँगले पानी सानी खाउँ सुकै खाउँ एउटा सुखा रोटी खाएर जाउँ न बरु भन्दा नभए मेरो बुढालाई पर्दैन म बस्दिनँ जा केही न केही त खाएको हो नि तँलाई आलु खाने कि के खानु पर्दैन चाँडो हिँडिहाल्नु न चाँडो उठ्नु न तान्न मान्छेले हेर्दा बेजत यसै पनि गरिसक्नुभयो यसै पनि गरिसक्नु तपाईँले मेरो बेजतले